हामी चाहिँ अहिले च्याउ खोज्न स्थानीय जङ्गलतिर जाँदैछौँ। यो क्यामेरा लेन्स खतम गर हो। थोरै अगाडि गएपछि हामी च्याउ खोज्न थाल्छौँ है त। भेटिन्छ कि भेटिँदैन हेर्दै जाउँ होला। हामी हिँड्दैछौँ गली अलिअलि, अझै केही समय हिँड्नुपर्छ हामी। अब च्याउ भेट्यो भने खाउँला भरे होइन, यो स्किन खतम भेटिन भने त्यतिकै फर्किने। यो रुखमा झुन्डिएको यो जोस एकदमै ब्युटिफुल देखिन्छ। यसलाई के भनिन्छ? पातले हो। जाउँ है जाउँ। च्याउ खोज्ने जङ्गल पनि आइसकेको छ। अलि धेरै टाढा छ नि, यो पारिपट्टि हो है। ल यो त पारीको जङ्गल हो, अलि माथितिर जानुपर्छ। अहिले सिजन चाहिँ अलिकति ढिला भइसकेको छ होइन। भेटिन्छ त भेटिँदैन। यो पनि च्याउ नै हो, तर यो चाहिँ मात्ने च्याउ। त्यस्तो छ। पैँसिलो भेट्यो, छोराले खान्छ मिठो मानेर। ए ल्याउ नै यता नि आमा थरा छैन। कत्रो हो एकै गाछमा? यता छ है। आमा कत्रो टोप्रा टोप्रा कत्रो टोप्रा आमा। चार टोप्राको यसलाई एक गाँस हुन्छ। ल एउटा हो हातले मल पानी पुगेको, घाम पानी पुगेको भने जस्तै। जङ्गल घारी आइपुग्नु लाग्यो है। लु झारी झुरीतिर चाहिँ आइसक्यो हामी। अलि अगाडि जानुपर्छ माथि पहिले गएतिर। यता होइन उकालो उकालो होइन उता चुरी हुन्छ जस्तै। चुरी घारी एकदमै यो झारी खतरा हुन्छ है। अहिले हामी बिसेर छौँ जङ्गल छिर्न अगाडि। यहाँ हल्का खुल्ला ठाउँ रहेछ यहाँ। नफाल्नु चिया पाउनु पर्दैन। चिया हाल्नु पान्देऊ न खै गर्नु बच्चाको। बच्चाको पानी, आमाको पानी, मेरो पानी। त्यस्तो फरक फरक हुन्छ हाम्रो पानी चाहिँ होइन। बगु हाने देऊ। यहाँ चाहिँ के छ भन्दाखेरि अरू उसिनेको आलु पनि छ त। हामी च्याउ टिक्ने जङ्गलतिर आइसकेका छौँ। च्याउ देख्न सक्छौँ यहाँ। यसो मात्रै खाने च्याउ किन खाने? यो चाहिँ खाने हो, यो चाहिँ खाने च्याउ हो। यो यस्तो हुन्छ है च्याउ। यो चाहिँ हामीले यसलाई खान सक्छौँ। एउटा यो पनि अरू चाहिँ छिपिसकेको छ त के गर्ने? किरा पैसा होला, किरा पैसा त छिपिसकेको छ। यो किराले खाइसकेको चाहिँ किरा खाएको खानु हेल्दी अर्ग्यानिक। अब हामी यो भित्रतिर लाग्छौँ, कति भेटिन्छ हेरौँ। अलि ढिला भइसकेको छ, सब कुहिसकेको मात्रै छ। अन्त खोज्छु फेरि घर।
भेटिन हौ सब ठुटामा पलाएको पनि कुहिसकेर छ अब अलि ढिला भने यसरी चाहिँ कुहिसकेको छ क्या सबै लुक्खा देख्छ त्यो च्याउ छैन रहेछ एकछिन खोजौँ अझै होइन खोज्न चाहिँ खोल्छ त्यहाँ जाउँ न अलिकति माथि माथितिर चिसो भएको ठाउँतिर उयो के हो त्यहाँ यो पारिपट्टि अनि तल अलि जाने गिद्धबाट गयो त रुखतिर पनि देखिएन है भुइँतिर पनि खास छैन के छ यता छैन च्याउ खोज्छ फेरि जङ्गलतिर तर च्याउ भेटिएन मलाई गिद्दा यहाँनिर बस्दो रहेछ कहिले भर्खर उडेर यो माथितिर भन्नुहोस् यहाँनिर नि गोब्र्याउँदो रहेछ यसले अब फर्किनु पर्ने हुन्छ जस्तो छ है किनकि छैन रहेछ अहिले यो के चाहिँ भन्छ यसलाई यो जिब्रे च्याउ के अरे यो पनि च्याउ नै हो भने चाहिँ तर यो खाने च्याउ होइन मेरो विचारमा यस्तो छ हेर्नु न मात्ने च्याउ त मात्रै रहेछ विषालु च्याउ गुन्डहरू यहाँ बसिरहेको छ च्याउ भेटिन अब जानु त होला कि डाँडातिर जानु उयो साइडतिर अब यता गयो नि यता त तल मिसिहाल्यो के गर्ने अघिको त बाटो यतामा घर आउँछ है सब फाँडेछ नि त फेरि त्यो पुरानोहरू टाङटुङ भयो यता झन् के हुन्थ्यो होला झ्याउभन्दा च्याउभन्दा झ्याउ चाहिँ भेटिन्छ क्या है यो झ्याउ कस्तो यो च्याउ गुराँसको रुख भयो यसमा हुने कुरो भएन अलि अगाडितिर चाहिँ हुन्थ्यो अहिले अलिक ढिला भयो है त्यहाँ पाइँदैन रहेछ अब हामी चाहिँ यहाँबाट सिधै घरतिर जाने काम हुन्छ है अब ल च्याउ खोज्ने काम पनि गरिहाल्यो चित्त बुझिगयो अब हामी चाहिँ फर्किँदैछौँ पोलतिर टन्नै हुन्थ्यो अलिक अगाडितिर हुन्छ अहिले पला पनि सुकिसकेको छ कि फेरि यहाँ जिब्रे च्याउ रहेछ है यहाँ सेम अघिकै च्याउ छ के च्याउ भन्छ नि यो सेम त्यस्तै हो कि यो जिब्रे च्याउ जिब्रे जस्तो यो एरियातिर पनि छैन होला छ त छैन होला रुखतिरै देखिन्छ पहिले रुखतिर त प्याट्टै छँदै छैन अहिले भएको ठुटातिर पनि अहिले छैन रहेछ है जङ्गलमा
खेल्दै हुनुहुन्छ उहाँ चियाको शिकार गर्ने मान्छेहरू हामी तर च्याउ चाहिँ कता गएछ के गरेको त अब दिनमै हल्को अँध्यारो अँध्यारो हुन थाले पानी पर्ला जस्तो छ अब फर्किनु पर्ने हुन्छ हामी चाहिँ यहाँबाट कि कसो पानीले गोड्छ फेरि हामी अहिले घरतिर फर्किँदैछौँ यसलाई बोक्नु फर्किँदैछौँ है हामी चाहिँ घरतिर चिया खोज्ने कार्यक्रम गरेर चाहिँ फर्किँदैछौँ हल्का बस्छ धेरै यो त अप्ठ्यारो होला जङ्गलतिरै यसरी है यहाँ बाटो सक्दैन माथि डाँडा निस्केर जाउँ अग्लो छ यहाँ सक्दैन त्यो जाउँ तेर्छ मन दुख्दै हो के भात भात के भात काले भइसक्यो त केटा त आएको 1 महिना भइसक्यो काले भइसक्यो काले कति राम्रो हेर न केस यो फटा लगाइदिनु केस हिँडौँ जाऊँ न यतापट्टि त्यो अग्लो रहेछ सक्दैन तिमी अब बाहिर डाँडातिर निस्किनुपर्ने भयो हामी अनि त्यहाँदेखि लुखुर 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 घर जानुपर्ने भयो है आइगो भन आइगो बाबल पादो बाबल पादो डाँडा निस्क्यौँ हामी ल हामी चाहिँ पाटा पाटा जाउँ भनेको अलिकति गाह्रो छ बाटो गुराँस फुलिसकेपछि तल फेदमा यस्तो बनिन्छ यस्तो हुन्छ यो लाले गुराँसको रुख हो यो त जङ्गल जाने बाटो हो त यता आउनुहोस् बग्न नचलाउ त्यसलाई यताको खोइ दृश्यहरू हामीले अब हामी कता जान्छौँ सिधै अगाडि जान्छौँ होला आम्बो है बाई बाई हामी अहिले यो खुल्ला चौरतिर आइसकेका छौँ अहिले होइन आउनुहोस् है हामी जङ्गलबाट बाहिर निस्किसक्यौँ अब यता सिधै तल जानु ल ल यता नहेरौँ एक नजर यता लगाउँ भनेको यता नि हाल उस्तै रहेछ अब म त्यहाँबाट त्यो तल झरेर पर निस्किन्छु है यता यस्तो छ है लु यता यस्तो छ म चाहिँ अब त्यहाँ निस्किन्छु ट्याङ ट्याङ तल खोलातिर यता खोला हो तल चाहिँ होइन अनि के यसरी पलाएको यो छोरा खोलामा खेल्दैछ है पानी खेल्या आउनै मान्दैन
आउनु जाउँ अब चिसो हुन्छ मिस्टर म्यान मजा लाग्यो सब त बोको झोलामा बोक्न होइन तर हामी त गयौँ है मम्मी बाबा गयो बाई छे बाई जाउँ खुट्टा चिसो भएर ढुङ्गा भइसक्यो जाउँ ल यति भएछ है आजको च्याउ चाहिँ ल एक छाक भएछ एक छाक लेख नफाला त यसलाई पातले च्याउ भनिन्छ यस्तो हुन्छ भेरी टेस्टी पनि हुन्छ है नफाला न मम्मीको लुगा स्याउ सकिएर जङ्गलमा यस्तो भन्छ यस्तो भन्छ किन बनाएर